देखाउने नै थुप्रो। हेलो गाइज, कहाँबाट अरे बाटो यता होइन? हामी चाहिँ यहाँ शेर्पा गाउँतिर आएको थियौँ, हाम्रो सिस्टर र म। शेर्पा गाउँतिर आमा यहाँ चाहिँ कोसेली छ, दालहरू केहरू मटरहरू दिनुभएको छ। अनि हाम्रो सिस्टरको पनि छ होइन, हाम्रो सिस्टरको भोलि अलिकति। अनि यो चाहिँ चौतारा माने शेर्पाको माने यस्तो बनाउनु हुँदो रहेछ। यस्तै छ होइन, हावा चाहिँ यस्तो दामी। अनि यता छ हामी पुग्नुपर्ने ठाउँ, हस्पिटल तल छ, मैदानी चाहिँ तल हो। यसलाई पनि मैदानी नै भन्छ, तर यो चाहिँ शेर्पा गाउँ फागुने। यसलाई चाहिँ फागुने भन्दो रहेछ है। माथिसम्म गाउँ रहेछ। कति मजा हो। यता चाहिँ पारी चाहिँ पाँचखापन, यता चैनपुर। ल यस्तो छ यो घर चाहिँ हाम्रो लाक्पादेखि दिदीको, स्वयंसेविका दिदीको घरमा चाहिँ हामी थोरै काम भएर चाहिँ आएको थियौँ। अनि यो चाहिँ उहाँकै ससुराको माने अरे। अनि यता चाहिँ मकै गोड्दै हुनुहुँदो रहेछ। अनि यताको गाउँ यस्तो तिर काम गर्नु चाहिँ रमाइलो हुन्छ कि यसरी गाउँ डुल्ने, यसरी बटुल्ने। हाम्रो सरहरू पनि त्यस्तै गर्नुहुन्छ होइन। अनि हाम्रो स्कुल र हाम्रो हेल्पपोस्ट चाहिँ नजिकै छ। अनि हाम्रो सरहरू पनि यतै आउनुहुन्छ क्या। यता चाहिँ शेर्पा गाउँ होइन, मैले अघि नै भनिसकेँ। अनि कपाल चाहिँ के साह्रो ठाडो भएको हौ। खै हौ सिस्टर, यस्तै छ। के गर्नु गाउँले जिन्दगी। है 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 तल हाँस्दै हुनुहुन्छ मेरो स्टाइल देखेर हाँस्दै हुनुहुन्छ। बाटो चाहिँ यस्तो रहेछ। अलैँची चाहिँ पार लाग्दैन रहेछ यता। अनि अघि मैले तपाईँहरूलाई देखाउने भिडियो बनाउने बिर्सेछु। यता चाहिँ किवी चाहिँ प्रशस्तै पाउने रहेछ। अब पछि फेरि आउनुपर्ने हुन्छ किवी लिन। अस्ति म कति मङ्सिरतिर आउँदा चाहिँ किवी थियो। अहिले चाहिँ सिजन होइन रे होइन। आजको घाम चाहिँ मान्नै पर्छ क्या। काठमाडौँ र तराईमा कस्तो भइसक्यो होला हामी यहाँ के भन्छ हिमालतिर भन्दा पनि पहाडतिर बस्नेले त यस्तो हुन्छ। तराईमा बस्ने हाम्रो आफन्तजनहरू के छ हालखबर प्लिज कमेन्ट डाउन है। मेरो भ्लग हेरेर सिस्टर मक्क। अनि यहाँ पनि डाँडा रहेछ है। यो डाँडा पनि देखाउनु पर्ने हुन्छ तलतिर। यहाँ तलको सहर है, यो गाउँको लागि चाहिँ त्यही सहर हो। अनि यता पछाडि चाहिँ पारी चाहिँ के भन्छ याङसिजुङ अरे, याङसिजुङ। अघि त आयो उकालोमा निकै साह्रो परेको थियो, अहिले चाहिँ ठिकै छ। कति राम्रो चौरो। अनि कहाँ बसेर बनाउनु त, हिँड्दै पो बनाउने हो त। अघि मात्र कुरा भएको थियो हाम्रो देवर बाबु जितेन्द्र राई भाउजूको भ्लग त आउँदैन रहेछ, आउँदैन त भन्दै हुनुहुन्थ्यो। त्यही भएर चाहिँ कन्टिन्यू गर्दैछु। आज मैले भ्लग बनाएपछि चाहिँ यहाँ त एउटा फोटो खिचौँ। कति राम्रो बर छ यहाँ, अनि चौतारा छ, फुल फुलिरहेछ। अनि यता यस्तै छ के भन्नु र खै। अनि हाम्रो मम्मीले पनि भ्लग बनाउने भन्दै हुनुहुन्थ्यो। अब हाम्रो मम्मीले चाहिँ मै मोटिभेट गर्नु होला हौ,
पहिला मैले बनाउँथेँ तर 4-5 महिना चाहिँ फुल स्टप जतिकै भएको थियो, टाइम थिएन, अलिक बिजी भएकोले चाहिँ आज चाहिँ मैले हल्का यहाँ हाम्रो सिस्टरसँग कन्टेन्ट पाएँ भनौँ। देविका दिदीको घरमा गएको थियौँ, उहाँकै ससुराकै पार्टी अरे, पोहोर बनाउनु भएको अरे, पोहोरै खस्नु भएको अरे, यस्तो दामी बनाउनु भएको छ। लाउरे हो उहाँ, निकै धनद्या हुनुहुन्थ्यो कि क्या हो, जता पनि के पो भन्छ अघि माने अरे, अनि यसरी ढलाइ गरिदिनु भएको थियो भएको रहेछ होइन। अनि यहाँ म देखाउँछु, ए यस्तो कस्तो राम्रो के भन्छ स्वर्गीय साङ्गे शेर्पा हुनुहुँदो रहेछ। अनि यता चाहिँ अब भाषा त बुझिँदैन तर पनि लामा भाषा अरे, यस्तो छ। कस्तो राम्रो नि, तलैसम्म यस्तो बनाइदिनु भएको भए चाहिँ झनै खतरा हुन्थ्यो क्या। अब चाहिँ हामी आइपुग्न आँट्यौँ। अहिले चाहिँ यता यो गाउँमा चाहिँ पुरै मकै गोड्ने टाइम छ, सबैतिर त्यही काम चलिरहेछ। कैसा लग रहा है। अनि यहाँ छ सुनखरी, पछि लिन आउनु पर्ला। अब चाहिँ लगभग हामी आइपुग्न आँट्यौँ। यसरी छाता ओढ्दै डुल्नुपर्ने हुन्छ गाउँतिर। हेर्नु न कहाँ हुनु ल। यहाँ चाहिँ यो लालीगुराँसको बोट हो, अस्ति नै फुलिसकेको थियो। अनि फाइनल्ली हामी चाहिँ ल हाम्रो सस्तो चौकी आइपुग्यौँ। यो चाहिँ नयाँ हो, त्यही भएर अब यहाँ खासै फुलहरू रोप्नु पनि भएको छैन, बिस्तारै हामी रोप्दैछौँ। आइपुग्नु भयो हामी। ल हामीले पनि खायौँ चिया।